नमस्ते। आज हामी एउटा एकदमै रोचक जापानी रहस्यको बारेमा कुरा गर्दैछौँ जसले भन्छ कि लामो र खुसी जीवनको सूत्र पत्ता लगाउन सकिन्छ र त्यो रहस्य हो इकिगाई। साँच्चै लामो र खुसी जीवनको कुनै गोप्य सूत्र होला त? यो एउटा यस्तो प्रश्न हो नि जसको जवाब सायद हामी सबैले कुनै न कुनै बेला खोजेकै हुन्छौँ। अब यो प्रश्नको जवाब खोज्न आउनुहोस् जापानको एउटा खास टापुतिर लागौँ, ओकिनावा। र एउटा रमाइलो कुरा के छ भने यो ठाउँलाई अमरहरूको भूमि पनि भनिन्छ। किन होला? किनभने यहाँका मानिसहरू साँच्चै नै असाधारण रूपमा लामो र स्वस्थ जीवन जिउँछन्। त्यसो भए आखिर के हो त ओकिनावाका मानिसहरूको त्यो रहस्य? सायद हामीले सुरुमा सोधेको प्रश्नको जवाफ यही कतै लुकेको छ। ल आउनुहोस् यो रहस्यको पर्दा हटाएर हेरौँ। उनीहरूको त्यो गहिरो रहस्य एउटै शब्दमा लुकेको छ, इकिगाई। यो एउटा जापानी शब्द हो जसको अर्थ हुन्छ बाँच्नुको कारण। मतलब त्यो एउटा चिज जसले गर्दा हरेक बिहान ओछ्यानबाट उठ्न जोस चल्छ। ल अब यो इकिगाई भनेको वास्तवमा के हो र यसले कसरी काम गर्छ अलि गहिरिएर बुझौँ है। किनभने यो केवल एउटा शब्द मात्रै होइन, यो त जीवन जिउने एउटा सिङ्गो दर्शन हो। इकिगाई खासमा चारवटा महत्त्वपूर्ण कुराहरूको सङ्गम हो। पहिलो, त्यो काम जुन गर्न मनपर्छ। दोस्रो, त्यो काम जसमा आफू सिपालु भइन्छ। तेस्रो, त्यो काम जसको यो संसारलाई आवश्यकता छ। र चौथो, त्यो काम जसबाट केही कमाइ पनि होस्। र जब यी चारवटै कुराहरू एकै ठाउँमा भेट्छन् नि, हो त्यही नै हो इकिगाई। यो भनेको आफ्नो जोस, पेशा र संसारप्रतिको आफ्नो मिसनको एउटा सुन्दर सन्तुलन हो। अब इकिगाईले भरिएको जीवन जिउनका लागि केही सरल तर एकदमै शक्तिशाली नियमहरू छन्। आउनुहोस् ती 8 नियमहरू के रहेछन् एक एक गरेर हेरौँ। पहिलो नियम, सधैँ सक्रिय रहनु, कहिल्यै पनि अवकाश नलिनु। ओकिनावाका मानिसहरूको एउटा अचम्मको बानी छ, उनीहरू कहिल्यै पनि पूर्ण रूपमा रिटायर हुँदैनन्। बरु हरेक दिन केही न केही रचनात्मक वा सामाजिक काममा व्यस्त रहन्छन्, तर तनाव लिएर होइन, रमाइलो मानेर। दोस्रो नियम हो आफ्नो फ्लो स्टेट पत्ता लगाउनु। अब यो फ्लो स्टेट भनेको के हो भने यो एउटा यस्तो अवस्था हो जहाँ कुनै काममा यति डुबिन्छ कि समय गएको पत्तै हुँदैन। हो त्यही डुब्नुमा नै वास्तविक खुसी र शान्तिको अनुभव हुन्छ। तेस्रो नियम छ सम्बन्धहरूलाई मलजल गर्ने। जापानमा मानिसहरू आफ्नो साथीभाइ र समुदायसँग एकदमै नजिक हुन्छन्, दैनिक भेटघाट र कुराकानी गर्छन्। यो सामाजिक सम्पर्कले मन र मस्तिष्क दुवैलाई स्वस्थ राख्न कति मद्दत गर्छ। अब एउटा एकदमै रोचक नियम सुनौ है। ओकिनावाका मानिसहरू हाराहाचिबु भन्ने सिद्धान्त मान्छन्। यसको अर्थ हो आफ्नो पेट 80% भरिएपछि खान छोड्नुहोस्। हेर्नुहोस् त सन्तुलित भोजनको कति शक्तिशाली र सरल सिद्धान्त। अनि उनीहरूको खानाको कुरा गर्दा आहारमा प्राय धेरै तरकारी, माछा, टोफु र हरियो चिया जस्ता एकदमै पौष्टिक खानेकुराहरू हुन्छन्। हो यिनै खानेकुराले नै उनीहरूलाई स्वस्थ रहन मद्दत गर्छ। पाँचौं नियम, आफ्नो शरीरलाई सधैँ चलायमान राख्नु। धेरै गाह्रो व्यायाम गर्नै पर्दैन। हरेक दिन थोरै हिँड्ने, बगैँचामा काम गर्ने वा हल्का योगा गर्ने यस्ता सासाना गतिविधिले पनि जीवनलाई लामो र स्वस्थ बनाउन सक्छ। छैठौं नियम हो सकारात्मक मानसिकता अपनाउनु। सधैँ मुस्कुराउने, साना कुरामा पनि कृतज्ञ हुने र शान्त मनले जिउने। यसो गर्दा मानिसहरू बढी खुसी र स्वस्थ रहन्छन्, किनभने नकारात्मक सोचले त उल्टै उमेर घटाउँछ भनिन्छ। सातौं नियम, वर्तमान क्षणमा जिउनु। बितेको समयको पछुतो र आउने भविष्यको चिन्ता गरेर केही फाइदा छैन। त्यसैले आजको पललाई, अहिलेको क्षणलाई महसुस गरौँ, किनकि हामीसँग भएको भनेको वास्तवमा यही क्षण त हो। र अन्तिम 8औं नियम, यो एकदमै गहिरो छ। सुख मात्र होइन, उद्देश्य खोज्नु। किनभने साँचो सन्तुष्टि पैसा वा क्षणिक रमाइलोबाट आउँदैन, त्यो त एउटा अर्थपूर्ण जीवनबाट आउँछ। जब आफ्नो कामले, आफ्नो जीवनले अरू कसैको जीवनमा थोरै भए पनि सकारात्मक प्रभाव पार्छ। ल यति कुरा बुझेपछि अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न आउँछ, आफ्नो इकिगाई कसरी पत्ता लगाउने त? यो यात्रा आफैलाई केही सरल तर गहिरा प्रश्नहरू सोधेर सुरु हुन्छ।
आफ्नो इकिगाई पत्ता लगाउन आफैलाई फेरि एकपटक ती 4 प्रश्नहरू सोध्न जरुरी छ। मलाई साँच्चै के गर्न मनपर्छ? म कुन कुरामा राम्रो छु? यो संसारलाई मबाट के चाहिएको छ? र म यसबाट कसरी कमाउन सक्छु? हो, जहाँ यी 4 प्रश्नको जवाफ एकै ठाउँमा मिल्छ, त्यही नै आफ्नो इकिगाई लुकेको हुन्छ। ल, अब अन्त्यमा आजको यो कुराकानीको सारलाई एकपटक फेरि सम्झिहालौँ है। यो एउटा एकदमै शक्तिशाली विचार हो। जो मानिसहरू आफूलाई मनपर्ने काम गर्छन् उनीहरूले लामो र सुखी जीवन जिउँछन्। साथै उद्देश्यले भरिएको जीवन नै त हो नि पूर्ण जीवन भनेको। त्यसैले इकिगाईबाट हामीले सिक्नुपर्ने मुख्य पाठहरू के हुन् त? हरेक दिनलाई उद्देश्यका साथ जिउनु, आफ्ना मानिसहरूसँग जोडिएर रहनु, आफ्नो शरीर र दिमागलाई सबै सक्रिय राख्नु र सबैभन्दा महत्त्वपूर्ण जीवनका साना साना कुराहरूमा आनन्द खोज्नु। अब जाँदा जाँदै एउटा प्रश्न सबैको लागि छोडेर जाँदैछु। आफ्नो इकिगाई के हुन सक्छ? त्यो कुन चिज हो जसले हरेक बिहान उठ्नका लागि प्रेरणा दिन्छ?